दुखी आत्माहरू डिभोर्स लिन किन डराएको? मेरो वरिपरि देखेको उदाहरणहरूबाट अनि मैले सिकेको पाठहरूबाट इकोनोमिकली इन्डिपेन्डेन्ट हुनुपर्छ। पहिला सँग फ्युचर देख्दिनँ भन्ने छ भने अब म छुट्टिनुपर्छ भनेर माइन्ड मेकअप गर्ने। त्यसपछि पैसा कमाएको छैन, अब उसकै पैसामा खाछ बसेछ भने इकोनोमिकली इन्डिपेन्डेन्ट हुनतिर लाग्ने, स्किल सिक्ने हैन, शेयर मार्केटको भिडियोहरू जति पनि छ युट्युबमा सिक्ने, कोर्स लिने, शेयर मार्केटकै कोर्स लिने, घर खर्चीको लागि दिएको पैसाबाट केही पैसा बचाएर आई थिंक 3500 देखि 6000 भित्र शेयर मार्केटको ट्रेनिङहरू लिन मिल्छ। लिने तर नसुनाउने के, हस्बेन्डलाई नसुनाउने, मैले यो लिइरहेको छु भनेर नसुनाउने। इन्भेस्टिङ गर्न, ट्रेडिङ गर्न सिक्ने तर नसुनाउने है। प्रॉफिट नै गरेको छ भने पनि नसुनाउने। साइड बाइ साइड स्किल लर्न गर्ने र फाइनान्शियली अब तपाईको कुनै स्किल छ भने जब जोइन गर्न अथवा पहिला जब जोइन गर्न थाल्ने हैन। अनि त्यसपछि तपाई कुनै पेशामा हुनुहुन्थ्यो, विवाहपछि छोड्नु भयो भने त्यो पेशामा जोइन गर्नलाई बाटोहरू खोज्ने, कन्फिडेन्स छैन भने कन्फिडेन्स बिल्ड गर्ने, स्टेप बाइ स्टेप बिस्तारै है, टेक्स टाइम, बिस्तारै कन्फिडेन्स बिल्ड गर्ने। केही महिनाको काम त हो नि हैन। सो फाइनान्शियली स्ट्रङ छु तर म सक्दिन जस्तो लाग्छ भने एउटा फर्मुला युज गर्ने, फेक इट अन्टिल यु मेक इट। जबसम्म तपाईले भने जस्तो तपाई बन्नुहुन्न त्यति बेलासम्म फेक गर्ने है। ट्राई योगा पोजेस, लाइक डिफ्रेन्ट भेरिएन्ट अफ वारियर योगा पोज, त्यसले चाहिँ कन्फिडेन्स बिल्ड गर्न हेल्प गर्छ। अनि अर्को भनेको चाहिँ मेन्टेन पोस्चर, लाइक हामी केटीहरू कसरी हुन्छ, यसरी हिँड्छ, यसरी हिँड्छ। सो हाम्रो पोस्चर के, त्यो समाज नै हाम्रो यति आक्रामक छ कि बाहिर निस्किँदै केटी मान्छेलाई हेर्ने नजर, त्यो सबैले हाम्रो पोस्चर नै बिगारिदिएको हुँदो रहेछ के। सो यस्तो गर्ने, छाती फुलाएर हिँड्ने, यु नो, टक टक टक, रेप गरेर शरीर टकटकाएर धर्मको भाषण छाड्न सक्छ भने हामी केटी मान्छे छाती फुलाएर किन हिँड्न नसक्ने? त्यसले पनि तपाईको मेन्टालिटीमा, तपाईको थिङ्किङमा, तपाईको पोस्चरले पनि धेरै तपाईको कन्फिडेन्स बिल्ड गर्न धेरै असर गरेको हुन्छ, धेरै प्रभाव गरेको हुन्छ। आफूलाई समय देऊ, आफूलाई माया गर। केटा मान्छेले आफूलाई कसरी माया गर्छ थाहा छ? तपाईलाई थाहै हुँदैन उले माया गरिरहेछ भनेर। बुढी मेरो मोजा कहाँ छ? उलाई बेडमा पल्टेर, सोफामा पल्टेर मोबाइल चलाउँदासम्म उलाई उसको मोजा कहाँ छ थाहा हुँदैन। उले कपडा धुनु पर्ने छ कि छैन थाहा हुँदैन। तर उलाई काममा जानुपर्ने भएपछि बुढी मेरो मोजा कहाँ छ? मेरो फलानु फलानु हालको कपडा कहाँ छ? यु नो, द्याट्स हाउ दे लभ। आफूलाई चिन र लक्ष्य राख। केटा मान्छेहरू कस्तो हुन्छ, फलानु फलानु ठाउँमा फलानु गते फलानु ठाउँमा जानुपर्ने छ, यो गर्नुपर्ने छ, यस्तो हो सुनाउँछ नि आफूलाई हैन। सो लक्ष्य राख, टेक स्ट्यान्ड। केटा मान्छेलाई केही भन्यो भने उले कसरी आफ्नो स्ट्यान्ड लिन्छ, लर्न फ्रम द्याट। इक्जाम्पल तपाईकै घरभित्र हुन्छ क्या, तपाईले कसरी कन्फिडेन्ट बिल्ड गर्ने, कसरी लक्ष्य राख्ने, कसरी अघि बढ्ने, कसरी छोड्ने, त्यो सबै कुराहरू घरभित्रबाटै सिक्नुस्। लुक अराउन्ड एन्ड लर्न। बाबुले गोडा धोएर दिएको पाप पो लाग्ने हो कि, यो सोचाइ छ? जब केटा मान्छे कमाउनलाई विदेश जान्छ नि, म्याक्सिमम देशमा गाईको मासु चल्छ राइट। जब उसको खानेकुराको प्लेटमा त्यो गाईको मासु बाहेक अरू कुनै अप्सन हुँदैन नि, उसले के गर्छ, एक पटक नसोचिकन उसले गाईको मासु खान्छ। र नेपाल फर्केर ऊ हिन्दू बन्छ। विवाहित महिलाले सिन्दुर किन नलगाएको, पोते किन नलगाएको, रातो कलरको रङ किन नलगाएको, उसले आफ्नै बुढीलाई प्रश्न गर्छ। गाईको मासु खाने बेलामा धर्मको डर लागेन। अनि अहिले हामी महिलाहरूलाई चाहिँ त्यो पापी श्रीमानलाई छोड्न, जसले तपाईलाई मानवको दर्जा पनि दिएको छैन, उसलाई छोड्नलाई बाबुआमाले खुट्टा धोएर दिएको भनेर धर्मको जड यहाँ कसरी छ, कसरी असर होइन त्यो हुर्किँदै आउँदाखेरि समाजमा जेनेरेसन टु जेनेरेसन त्यो इन्ग्रेभ भएको थिङ्किङ होइन, त्यो तोड्न सकिन्छ। जस्तो नेपालमा डिभोर्सीहरूले ला म त डिभोर्स गरेको, मलाई त कसले पो माया गर्छ र, ला मलाई त समाजले पनि हेला गर्छ भनेर सोचेको जस्तै उसले ला म त विदेशमा हुँदा गोरुको मासु खाएको, म त चिन्छ होला समाजले भनेर हिँड्छ र? नो, छाती फुलाएर हिन्दू धर्मको प्रिचिङ गर्न थाल्छ उसले।
गर्भमा छोरी छ भने अबोर्सन गर्न एकपटक होइन, 2 पटक होइन, 3 पटक होइन, 5 पटक अबोर्सन गर्न त्यो महिला जिउँदो लास्ट जस्तै भइसक्दा पनि अबोर्सन गर्न कम्पेल गर्छ, बाध्य बनाउँछ। र छोरी श्रीमतीलाई घरभित्र कुट्छ र बाहिर समाजमा गएर मानव अधिकारको उसले चाहिँ भाषण गर्छ। भाषण गर्न सक्छ भने हामी जसले हामीलाई मानवको दर्जा दिएको छैन त्यो मान्छेलाई छोड्नलाई हामीले त्यति धेरै सोच्नु पर्ने त? भगवान श्रीकृष्ण भन्नुहुन्छ पाप सहेर बस्नु पनि महान पाप हो। पशुलाई पनि कुट्नु हुँदैन। तर अब भन, जसले तिमीलाई मानिसको दर्जा दिँदैन उसलाई छोड्न तिमी पाप धर्मले डराएर बसिरहेको छौ। हेर, मानव धर्मभन्दा ठुलो धर्म कुनै पनि हुँदैन। तिमी पनि मानव हो र तिम्रो श्रीमान पनि मानव हो। उसलाई मानव सोचेर, भगवान सोचेर होइन, मानव सोचेर उसले गरेको गल्तीहरूको रिफ्लेक्ट र रियलाइज गर्न उसलाई एक्लै हुनलाई समय देऊ। र ऊ पछि सुध्रिन्छ भने मिलेर जीवन अगाडि बढाउन पनि सकिन्छ। तर सुध्रिँदैन, ऊ सुध्रिन तयार छैन भने सधैँको लागि छोडिदेऊ। तिमीलाई तिम्रो अस्तित्व थाहा हुनुपर्छ, तिम्रो आत्मसम्मान तिमीसँग हुनुपर्छ। रिस या आवेगमा होइन, रिस या आवेगमा डिभोर्स नगर। तर तिमी यो भन्दा बेसी सहन सक्दिन, यति मात्रै सहन सक्छु म, यो भन्दा मेरो क्यापेबिलिटी छैन भनेर बाउन्ड्री सेट गर्न सिक र छुट्टै बस। तिमीले छुट्टै बसेपछि आफूलाई पनि चिन्छौ, आफ्नो एबिलिटी पनि चिन्छौ, सायद पछि कन्फिडेन्स पनि बिल्ड होला होइन। मैले अघि भनेको थिएँ नि, फेक इट अन्टिल यु मेक इट भनेको जस्तै हुन सक्ला। र तिमी आफ्नो जीवनको आफै स्वामित्व लिन सक्छौ के, जिम्मेवारी लिन सक्छौ। र त्यही हो जीवनको यथार्थ, त्यही हो के, हामीले आफ्नो जीवनको स्वामित्व र जिम्मेवारी चाहिँ आफै लिनुपर्छ, अरूमाथि थुपार्ने होइन। नेपालमा चाहिँ श्रीमान भनेको चाहिँ भगवान सरह सोच्ने भएर उसले जे गरे पनि, कुटपिट गरे पनि सहने, र ऊबाट एक्सपेक्टेसन पनि धेरै हुन्छ के। श्रीमान पनि हामी जस्तै मान्छे हो, उसले नि गल्ती गर्ला, उसलाई सुध्रिने समय दिनुपर्छ। तर उसले सँगै हुँदा सक्दैन भने उसलाई छुट्टै टाइम दिनुपर्छ के। मान्छे हो नि त, ऊ भगवान होइन। र भगवानको दर्जा नदेऊ मान्छेलाई, मान्छेलाई मान्छेको दर्जा दिऊ। ओके।